पार्कमा नि यहाँ म त धेरै अगाडि आइसके त अनि बाटोबाट तलर जाने खै हाल्यो त खै यति भएपछि चाहिँ चला आजको लागि बुझ्नु होइन तर किनेर भयो नि आउनु पर्यो यार कस्तो जाऊ भयो
ठाउँ कुन ठाउँ हो यो अहिले हामी होइन बेनी भन्दैन त्यसलाई मालढुङ्गा भन्छ हामी त अहिले भनेको त अलि माथिबाट होइन माथिबाट यही हो यो ठाउँलाई मालढुङ्गा यसलाई मालढुङ्गा भन्छ मालढुङ्गा यही हो मालढुङ्गा यो तल पुलबाट गयो भने चाहिँ लाग्यो उता माथि जानु भेट्नु यहाँ किन यहाँ मन्दिरसम्म चाहिएको चाहिँ म त माथिसम्म पुगिसक्छ झन्डै बेनी पुगेछ अलिअलि बाटो कच्ची छ र गुड मर्निङ गाइजहरू अब हाम्रो चाहिँ आज कति तारिक 10 तारिक होइन नोभेम्बर 10 तारिकमा चाहिँ आज हाम्रो नर्थ एबिसीको ट्रेक सुरु भइरहेको छ है हाम्रो चाहिँ यात्रा बिहान पोखराबाट 8 बजे सुरु भएको थियो अहिले चाहिँ हामी मालढुङ्गा भन्ने ठाउँमा छौँ र अब हामी यहाँ पछाडि चाहिँ नेक्स्ट हाम्रो डेस्टिनेसन भनेको तातोपानी हुन्छ त्यहाँ गएर हामी खानासाना खान्छौँ र त्यस पछाडि हामी बाइकहरू त्यहीँ राखेर चाहिँ त्यहाँबाट 2 घन्टाको जिपको यात्रापछि आज चाहिँ हाम्रो बसाइ भनेको 7 घन्टासम्म हुनसक्छ अब हेर्दै जाउँ भ्लग हेर्दै गर्नु होला है थ्याङ्क यू हाम्रो लावारिस ग्याङको यो टिम लावारिस मकै हेड चाहिँ हो यो दाइसँग धेरै नराखिँदा सबैमा थोरै थोरै हाल्छ ओके ल उयो मेरो हाल्दै हुन्छ कि यहाँ हालिदिनु न गाइज अहिले चाहिँ 1 बजिसकेको छ हामी भर्खर खाना खायौँ पछाडि देख्न सक्नुहुन्छ धौलागिरी हिमाल यस्तो बबाल देखेको छ
खाना कस्तो थियो गाइज? बवाल छ। यता तपाईँमा यहाँनिर हाम्रो यो किङ्गा रेस्टुरेन्ट यस्तो मिठो खाना। अब हामी चाहिँ यस पछाडि हाम्रो जिप चाहिँ रेडी भएको छ। हामी अब हुमखोलासम्म चाहिँ जिपमा जानुपर्ने हुन्छ। त्यहाँदेखि चाहिँ हामी गयो। अरू कोही भयो कि हामी यति भयो? यति नै हामी? अरू कोही भेटेन है? महँगोमा पर्ने भयो त यार। यस्तो तनाव भयो। साथीहरू नै 8 जना पुगेन क्या। सबैजना 5 जनाको पनि त्यही भाडा, 8 जनाको पनि त्यही भाडा हो। कति छ दाजु अहिले? गाडीभित्र हाल्नु पर्छ। म अगाडि बस्छौँ। अनि तपाईँको शुभ नाम चाहिँ? विश्वास। बनाना भयो भने
दाइको नाम विश्वास भन्नुभयो हाम्रो विश्वास दाइले चाहिँ हामीलाई सकुशल ल्याइदिइसक्नु भएको छ यहाँनिर ए झरो गाइज दाइलाई धेरै धेरै धन्यवाद दाइ है फेरि पर्सि पनि दाइको नम्बर पनि म यहाँ छोडिदिइरहेको छु ट्याक्क भिडियोमा चाहिँ अनि तपाईँहरूलाई यहाँ हुमखोलासम्म स्कर्पियोमा एकदम 4 व्हिलमा मजाले लचक लचक गर्दै होइन दाजु हेलो ए आउडा नगर्नु न प्रवास सर तपाईँ यार ए टप यता साइडमा रहेछ कि उहाँको त्यही भएर सो फाइनली गाइज हामी चाहिँ अहिले हुमखोलामा आइपुगेका छौँ हाम्रो नर्थ एबिसीको ट्रेकको चाहिँ आजको हाम्रो डेस्टिनेसन सार्ती खोला हुनेछ हामीलाई चाहिँ हामी भर्खरै हाम्रो साइज एउटै हो लास्ट चिसो छ चिसो छ है के छ अमर चाहिँ सब ठिक छ कस्तो रह्यो हाम्रो अहिलेसम्मको यात्रा अहिलेसम्म डेन्जरस डिफिकल्ट ल सामानहरू हामीले अब यहाँ अनलोड गर्दैछौँ जाडो त वाइल्डै जाडो छ अब हाम्रो ट्रेक सुरु हुँदैछ यहाँसम्म गाडीको ट्रेक यस बाटो वाइल्ड रहेछ ठिकै छ हामी चाहिँ अहिले हुमखोलादेखि भर्खरै हाम्रो स्टार्ट भएको छ ट्रेक चाहिँ है चिसो छ बेसरी अहिले खुट्टा थाकिसक्यो अब एबिसी यस्तो बवाल भ्यू देखेको छ नि गाडी पछाडि होइन आमा हेर्नु न कति मजा देखेको छ
like snow. When it falls in the wind, you know. And you, oh you say you wanna dance. You're wary, you know, you'll end up in the wrong hands. And you're having fun. Why don't you show your friends? And you're having fun. What if it never ends? I'm lacking sincerity, but you don't care at all. And this booze-lit cigarette's trying to take me home. Falling in love just a million times, breaking it off with the feeling on ice still. She's as cold as December. I swear I've seen you before, holding your shoes in your hands, running out that door. And you are nothing, but you say you wanna dance. And you're worried, you know, you'll end up in the wrong hands. I'm lacking sincerity, but you don't care at all. And this booze-lit cigarette's trying to take me home. Falling in love just a million times, breaking it off with the feeling on ice still. She's as cold as December. अहिले चाहिँ बेलुकाको 6 बजिसकेको छ। हामी चाहिँ 2.5 घन्टाको हिँडाइपछि अहिले हामी साँधी खर्क भन्ने ठाउँमा आइपुगेका छौँ। साँधी खर्क आज हामी सायद यहीँ बस्छौँ, किनभने भोलि हामीसँग इनफ टाइम छ। साँधी खर्कमा चाहिँ रुमहरू यता रहेको छ। के भन्नुहुन्छ तपाईँहरू, जाने भन्नुहुन्छ कि बस्ने भन्नुहुन्छ? अब होइन नि बस्नु नि है। त नि आउने कि अब चाँडै रात पर्छ तपाईँको डेमा धेरै हिँड्नु भोलि त बिहान अर्ली मर्निङ हिँड्नु। अर्ली मर्निङ हिँड्नु बरु, तर नाइटमा चाहिँ नहिँड्नु। अर्को टाउनमै त अब चाहिँ हामी यहाँ कफी खानु पर्यो। यसो जाडो भयो, साँधी खर्कमा छौँ। सेल्फ मेड कप यसो त भित्र चम्चा खाने कि अब ढोका खोलिदेऊ। कोही छैन फेरि केटीसेटी छ भने ल यो चाहिँ आजको हाम्रो, यो चाहिँ हामी यहाँनिर 5 जना मस्त टेन्टको एक्सपिरियन्समा सुत्ने हो है। त्यही नै हो आज गाइस। अनि खानासाना खान्छौँ अब हामी। हाम्रो साथीहरू छ, हामीले कफी र हामीले डबल एस्प्रेसो र क्यापेचिनो हामीले खाइसक्यौँ। अब हाम्रो नेक्स्ट भनेको हाम्रो अब मकैको सातु हुन्छ। त्यस पछाडि फेरि हाम्रो नेक्स्ट रहेको छ हट रम पन्च। हट रम पन्च हुन्छ। पुरै झोल बनाएर राख्नु पर्यो है। बाक्लो लेदो लेदै बनाउनु पर्यो क्या, घुटघुट पिउनु पर्यो नि त। चम्चा त मसँग छ, यसले चाहिँ लिटो बनाएर खानु।
सो गुड मर्निङ गाइज बेलुका चाहिँ हामी यहाँ सुत्दै थियौँ है टक्क लागेर सो नाउ वी आर हेडिङ टु पञ्चकुण्ड लेक यत्रो पहाड चाहिँ हिमालय यहाँ ठ्याक्कै माथि डाँडामा यहाँनिर ठ्याक्कै गुड मर्निङ सर गुड मर्निङ कस्तो भयो हिजोको सुताइ टेन्टमा एकदम राम्रै भन्नुभयो टेन्टमा बसियो राम्रै भयो है मेरो भाइ के छ खबर मेरो भाइ चाहिँ बेलुका टोयलेटमा हल्का टोयलेटमा भाइ चाहिँ चुक्कुलै थाहा नपाएछ भन्नु लाग्यो अब हावा कुरा नगर्नु के छ सेक्सी टु मच सेक्सी हाम्रो भाइ पेप्सी के भन्ने थियो नि एउटा एकाउन्ट नम्बर उ त्यहाँ रहेछ ठ्याक्कै राइज यसको चाहिँ हाम्रो टिम लाभेरिसको स्टिकर साली खड्कामा म यहाँ काममा गइरहेको छु है केटामा गएर भएन Say something. सबैजना चाहिँ यसो टाइम मिलाएर घरमै नबस्नु है पैसा पनि जम्मा गरेर अरू एक्स्ट्रा नचाहिने कुरामा खर्च गर्नुभन्दा चाहिँ यसरी घुम्न आउनुहोस् नर्थ यस्तो बवाल भ्यू थियो हिजोसम्म अब आज अगाडि बढिन्छ अझै पनि बवाल भ्यू हेरेर बाँकी नै छ हामीले सकेसम्म यो भिडियोमा कैद गर्ने कोसिस गर्नेछौँ र अब हामी यहाँबाट मुभ भएर चार्ज टिपेको छ तपाईँलाई त्यहीँ यहाँ जस टेन्टमा सुत्यो ठिकै भयो चिसोमा त्यस्तै हो गाह्रो हुन्छ अलिअलि
दिदी यता माथि भुस्केट मेला पछाडि खाना ठाउँ कता नि हजुर खाने ठाउँ छ भुस्केट मेला पछाडि पनि छ पछाडि छैन त्यहाँ पछाडि डाइरेक्ट पञ्चकुण्डलीको ए हुन्छ दिदी कति किलोमिटर होला यहाँ सिधै जाने हो यही त हो अगाडि क्रस हुन्छ कि नम्बर होला मेला आइसकेका छौँ होइन। अब हामी चाहिँ यहाँ खानासाना खाएर एकछिन रेस्ट गरेर त्यसपछि चाहिँ हामी माथि कहाँनिर जाने चाहिँ हाम्रो पञ्चकुण्डली जाने हो है। हाम्रो आजको बसाइ चाहिँ त्यही हुन्छ। बाँकी भिडियोहरू आउँदै राख्छ राख्नु। नर्थ एबिसीको चाहिँ हिरा हो अरे जम्मा मूल्य 5 लाख है। चाहिन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ हाम्रो रोशन सरलाई। कन्ट्याक्ट नम्बर तल हुन्छ हाम्रो भुस्केट मेला मजाले छ है। नचिनेको नदेखेको मान्छे नि आफै हामी साथीहरूको अब यहाँ ड्रेस चेन्जिङ भइरहेको छ। सर्ट ब्रेक लियो हामीले। यहाँ चाहिँ खाना बस्नको चाहिँ राम्रो व्यवस्था छ। भ्यू त यार कसम यार शब्दमा बयान गर्न नसकिने भ्यू छ कि। हामी चाहिँ भर्खरै भुस्केट मेला क्रस गऱ्यौँ। माथि पुरै हिमालय छ है। यस्तो बवाल भ्यू। ए घर चाहिँ कहाँ हो त? मेरो घर नार्स्याङ हो। नार्स्याङ हजुर। म यहाँको पोटर हो। ए यहाँको पोटर हजुर हजुर। यस्तो धेरै आइराख्नुहुन्छ माथि। हाम्रो गाउँै 12 महिनामा लगभग 8-10 महिना
अहिले यो सिजनमा त धेरै गेस्टहरू आयो होइन बाहिर विदेशी चाहिँ आएछन् आए ए ल बिस्तारै यो ठाउँहरू यसरी नै यस्तो राम्रो भ्यूहरू छ होइन विदेशी आयो भने चाहिँ हामीलाई फाइदा हुन्छ कि नेपालमा यति राम्रो राम्रो ठाउँहरू छ हजुर विदेशी पनि अब चाहिँ अबको 1-2 महिनापछि क्लाइम्बरहरू आउँछन् यताबाट साउथ निक्लिने मैले सोचिराखेको थिएँ कि जस्तै नर्थबाट साउथ निक्लियो भने त उताको निक्लिन्छ नि त उताबाट झर्नु मिल्यो क्लाइम्बिङ गर्ने हिमालय चढ्ने यो तपाईँले निम्स पूर्जा भन्ने चिन्नुभएको छ यही बाटो निम्स पूर्जाले कति ग्रुप आएको थियो निम्स दाइ चाहिँ हाम्रो यही गाउँको हो ए हो नार्सिङकै ए उसको दाना उहाँले चढाइदिनु पोटर हाल्यो ए हजुर जानुहुँदैछ माथिसम्म जानुभयो माथि भन्नाले नि हामी बेस क्याम्पसम्म त्यहाँभन्दा माथि त हामी जान पाइन्न के भन्न चाहनुहुन्छ त अब यहाँ नयाँ घुम्न आउने मान्छेहरूले के भन्न चाहनुहुन्छ हामी के भन्न चाहन्छौँ भने यो रुट अब नर्मली 9-10 महिना भयो यसरी चलेको तपाईँहरूले धेरै दुःख पाए यताउति टिकटतिर नानाभाती कमेन्ट नगर्नु होला किन भन्दाखेरि बच्चा जन्मिँदा नि 9 महिना लाग्छ नि त यो रुट त जम्मा 9 महिना भयो संरचनाहरू बन्दैछ आउनुहोस् घुम्नुहोस् रमाइलो सजिलोले घुम्नुहोस् हाम्रो संरचनाहरू बन्दैछ अनि बाटोमा यो फोहोरहरू पनि छ धेरै यसलाई चाहिँ व्यवस्थित गर्नु पर्यो डस्टबिनहरू छ ठाउँमा यो विषयमा चाहिँ हाम्रो पर्यटकहरूले पनि यति सोच्नु पर्यो कि विदेशीहरू आउँछन् आफ्नो फोहोर आफै झोलामा बोकेर हिँड्छन् तर नेपालीहरूले खायो जहाँ खायो त्यही फाल्छन् त्यही भएर थोरै मात्रामा पर्यटकले पनि के सोच्नु पर्यो भन्दा होइन सबै भएर आउनु सबै तरिकाले घुम्नुहोस् सबै भएर जानुहोस् र हामी यो भुइँ मान्छे भारी बोकेर हिँड्ने भुइँ मान्छेलाई पनि थोरै राम्रो कुरा सिकाएर जानुहोस् एकदम ल दाइले धेरै धेरै धन्यवाद ल है यहाँ दाइले चाहिँ पर्यटकहरूको लागि सजिलो होस् भन्ने हेतुले हाम्रो अघिको पोटा दाइ उहाँले नै बाटो बनाउनु हुँदो रहेछ एकछिन है धुलो आउँदो रहेछ हावा लाग्यो मन्दिरमा गएर धर्म नगरौँ हजुर यहाँ आएर त हातेमा नगरौँ के धर्म हुन्छ हिरा है गाइस हिरा यो चाहिँ अहिले हाम्रो सानो ब्रेक सो गाइस यो चाहिँ सुन खोला रहेको छ यहाँ चाहिँ सुन सर यताबाटै बाटो हेलो सर बाटो यताबाट है Oh my god guys 360 भ्यू है पुरै हिमालमा ट्याक्कै छोइएको अवस्था छ अहिले चाहिँ माथि चाहिँ हिउँहरू पग्लिने क्रम पनि जारी छ दिउँसोको 1 बजिसकेको छ हामी घाना 7 बजे साथी खर्कदेखि मुभ गरेका थियौँ र त्यसै क्रममा हामी बिस्तारै गुफापाट बुस्केट मेला हुँदै अहिले चाहिँ हामी लगभग So guys, finally, we are here with
पञ्चकुण्ड लेक पुरै आइस भएको अवस्था छ लेक चाहिँ है। अस्ति चाहिँ राम्रो हिउँ परेको थियो नि त, सो फ्रिज भएको छैन अझै, त्यो फ्रोजनै छ, मेल्ट भइसकेको छैन। ड्रिम कम ट्रु है, ड्रिम कम ट्रु। वी आर नियर टु आवर डेस्टिनेसन फाइनली। नर्थ एबिसीको जुन सपना थियो त्यो चाहिँ अब पुरा हुन केही समय मात्रै बाँकी रहेको छ। यस्तो मिठो ठाउँमा आऊ माई गड, स्वर्ग स्वर्गै स्वर्ग छ कि नेपालको हिमाली भेग जति सबै यहाँ मात्रै होइन कि, तपाईँको मनाङ मुस्ताङदेखि लिएर उता डोल्पाहरू एभरेस्ट बेस क्याम्पदेखि लिएर सबै भवाल छ है। स्टे ट्युन, म नजिक नजिक पुगेपछि फेरि भिडियो गर्नेछु। मैं तो यहाँ छिराउने भित्र छिराके पाँचजना ठ्याक्क हटिन्छ नि होइन। यहाँ बस्छौँ हामी, त्यही गरेर अहिले हामी चौचौहरू छौँ, खान्छ त्यही खान्छौँ। बेलुका हामीलाई खाना त त्यही है। कति नम्बर रुम हो यो? टेन्ट 3 नम्बर 2 ग्रिन 2। सो गाइज आज चाहिँ हामी टेन्ट नम्बर 2 वा आज हाम्रो बास यहाँनिर हुनेछ। एकदमै न्यानो छ, अहिले चाहिँ घाम लागेको छ, सायद तल पनि राम्रै खालको म्याट्रेस राखिदिनु भएको छ। त्यति जग्गा नहोला, यो राम्रै छ यो फर्म है। ब्यागहरू हामीले यहाँ राख्छौँ, हाम्रो सुजहरू यता हुनेछ। दिस इज द भ्यू, बवाल गाइज बवाल, पुरै आइसकेको चाहिँ। थोरै हाम्रो ल सो गाइज हामी चाहिँ नर्थ अन्नपूर्ण पञ्चकुण्ड लेकमा आइसकेका छौँ र हाम्रो यहाँ चाउचाउ रामेन खाने कार्यक्रम हुँदैछ। हाम्रो रुम चाहिँ उति रहेको छ है। चेन लगाइदिएको चेन। अहिले चाहिँ दिउँसोको 3:30 भएको छ। हामी चाहिँ भोलि हामी बेस क्याम्प 1 मा जानको लागि मन्दिरको बाटो भएर यो बाटो हुँदै फेरि गएर वहाँ पुग्छौँ हामी। अहिले चाहिँ हामी यो पिक यो टपसम्म पुग्न लाग्यो। अहिले चाहिँ के भने हामी चाहिँ अलिकति माथि आयौँ। यो चाहिँ पञ्चकुण्ड लेकको क्याम्प रहेको छ, राम्रै छ भित्र, राम्रोसँग व्यवस्था छ है। त्यहाँ चाहिँ साथीलाई टिकाउनु भएको छ। हामी जाने रुट पनि ठ्याक्कै देखिएको छ। कसम यार स्क्यामै हो यार। आमा पञ्चकुण्ड लेक सानो होला भनेको त कहाँ वहाँसम्म छ यार।
नर्थ एबिसी बवाल भ्यू है बवाल हेभेन इज मिथ नेपाल इज रियल यस्तो बवाल छ यो भ्यू र हाम्रो साथीहरू यता हुनुहुन्छ गाइज आर यु इन्जोइङ द ट्रिप यस ब्रदर बवाल है बवाल के छ र होइन मरेर लानु यस्तो ठाउँमा चाहिँ एकचोटि आएर चाहिँ घुम्नुपर्छ हिमालको काखमा छौँ हामी चाहिँ होइन नर्थ एबिसी चाहिँ रियल हेभेन रहेछ क्या रियल हेभेन या तपाईँको 360 छ नि 360 नै पुरै हिमाल हो क्या यो चाहिँ यु गाइज थिङ्किङ होइन कि यो चाहिँ अब कुनै यो हिउँ परेर होला न यो चाहिँ पुरै हिमालय रहेछ बाबाले अब हामीले चाहिँ पुरै हिमालको नाम चाहिँ थाहा भएन होइन अन्नपूर्ण रेन्जभित्र सुत्न गाह्रो भयो है थोरै हनी ल्याएर चाहिँ हामीले मागेर मलाई हालमा यत्रो रम हनी विथ रम थ्याङ्क यू सो मच के छ टेस्ट ठिक छ थ्याङ्क यू सो मच ठिक छ टेस्ट मामा बस So good morning guys. पञ्चकुण्ड काग भुसुण्डी अन्नपूर्ण 4 नार्चाङ म्याग्दी गुड मर्निङ गाइज अहिले चाहिँ हामी अन्नपूर्ण फर्स्ट बेस क्याम्पमा 4190 मिटर एबभ द सी लेभल छौँ यु क्यान सी तल पञ्चकुण्ड लेक चाहिँ पुरै फ्रोजन अवस्थामा छ मर्निङको टाइम छ हाम्रो ब्याक साइडमा चाहिँ त्यो सनराइज भइरहेको छ है हाम्रो साथीहरू सबै त्यही हुनुहुन्छ हेलो गाइज यहाँबाट अगाडि अझै बेस क्याम्प सेकेन्ड छ होला सायद तर हामी यहीँसम्म छ हाम्रो यात्रा चाहिँ हामी अब केही फोटोहरू लिन्छौँ अनि यहाँबाट निस्किन्छौँ थ्याङ्क यू ढुक्क के हुँदैन
गाइज हामी चाहिँ बिहान अर्ली मर्निङ उठेको 6 बजे हामी अन्नपूर्ण बेस क्याम्प 1 मा गयौँ जुन चाहिँ 4190 मिटर अब थियो भने अहिले चाहिँ हामी ठिक पञ्चकुण्ड लेकको अगाडि छौँ जुन चाहिँ 4050 मिटर छ एबभ सी लेभल है। र हामी चाहिँ हाम्रो पछाडि रहेको पञ्चकुण्ड लेकमा चाहिँ हामीले चाहिँ फर्स्ट टाइम जुन लेक चाहिँ पुरै फ्रोजन भएको थियो त्यहाँ चाहिँ हामीले हिँडेर चाहिँ एकदम रिस्की थियो है हिँड्नको लागि। तर हामी चाहिँ साथ दिनुभयो साथीहरूले। हामी चाहिँ हिँडेर ठ्याक्क बिचबाट क्रस गऱ्यौँ होइन। हामी त्यहाँनिर फुटसलहरू पनि जस्तो गरेर आइसमा खेल्यौँ अनि फोटोहरू गऱ्यौँ 2-4वटा पुसअपहरू गऱ्यौँ साथीहरूले पुसअपहरू पनि गर्नुभयो। र आज अब हामी एकछिनमा यहाँ ब्रेकफास्ट लिन्छौँ। ब्रेकफास्ट लिए पछाडि आजको हाम्रो यात्रा भनेको हाम्रो डाइरेक्ट तातो पानी हुन्छ। आजको हाम्रो नाइट भनेको तातो पानी भएर बस्छौँ है। यात्रामा साथ दिने हुने सम्पूर्ण साथीहरूलाई धन्यवाद। हाम्रो भ्लग चाहिँ लगभग अब यहीँसम्म अन्त्य हुन्छ। म सबैलाई के भन्न चाहन्छु भन्दाखेरि चाहिँ लाइफमा चाहिँ एकचोटि नर्थ एबिसी चाहिँ पक्कै पनि आउनु होला। यस्तो राम्रो छ यो ठाउँ चाहिँ शब्दमा चाहिँ बयानै गर्न सकिँदैन है। बाँकी कुरा तपाईँहरूको भ्लगमा हेर्नु पाउला। स्टे ट्युन गाइज, थ्याङ्क यू। 1 2 3 Finally we made it!